के तपाई पनि पुशपुल लेग फलो गर्नुहुन्छ तर भनेको जस्तो रिजल्ट आएको छैन? म्याक्सिमम जिम गोअर्सहरूले चाहिँ पुशपुल लेगको नाममा गधा मजदुरी गरिरहेका हुन्छन्। चित्त दुख्यो। बडी रिकम सिरिज डे 9 मा स्वागत छ हजुरहरूलाई। पुशपुल लेग नेचुरल लिफ्टरहरूको लागि एकदमै राम्रो स्प्लिट हो, तर जानेर होस् या त नजानेर म्याक्सिमम जिम जाने मान्छेहरूले यो गल्ती गरिरहेको हुन्छन्। आउनु एउटा उदाहरणले बुझौं। एउटा गधा छ अनि अर्को बाघ। गधाको पुश डेको रुटिन चाहिँ यस प्रकार रहेको छ अनि बाघको पुश डेको रुटिन यस प्रकार रहेको छ। यो दुईटामा के फरक पाउनु भयो त? गधाले एकदमै धेरै वर्कआउट गरिरहेको छ अनि गधालाई नलेज छैन भोल्युम र इन्टेन्सिटी भन्ने पनि एउटा चीज हुन्छ भनेर। तर त्यही ठाउँमा बाघलाई भोल्युम र इन्टेन्सिटी कसरी म्यानेज गर्ने भनेर नलेज छ र बाघलाई यो कुरा पनि थाहा छ कि धेरैवटा वर्कआउटहरू गरेर मसल बन्दैन। थोरै वर्कआउटलाई फुल इन्टेन्सिटी र प्रोग्रेसिभ ओभरलोडले मात्रै मसल बनाउँछ भनेर। सो डोन्ट बी अ डङ्की। सो तपाईलाई वर्कआउट रुटिन चाहिन्छ भने मलाई टिकटकमै मेसेज गर्नुस्, तर 200 रुपैयाँ चाहिँ लिन्छु है म।